भुल्न सक्दिन जहाँ जाऊ तिम्रो याद आइरहन्छ यो खोला यो नाला यो पहाड भन्ज्याङले मलाई बोलाइरहन्छ मेरो नेपाल मेरो नेपाल मेरो नेपाल मेरो देश मलाई। अब कार्यक्रमलाई औपचारिकतातर्फ लैजाउँ। बेल्जियमका काउन्सिलर दीपक धितालज्यूलाई पनि खादाद्वारा सम्मान गरिदिन म अनुरोध गर्छु प्लिज। यद्यपि हामीहरूले सम्बोधन गर्नुपर्ने विषयहरू अनगिन्ती छन् जसमध्ये केही प्रस्तुत गर्दैछु, पछि विभिन्न सेसनमा त्यसमा छलफल पनि हुनेछ। त्यही पनि म केही हेडिङहरू भन्न गइरहेको छु जसमध्ये महिला उत्थानका कुराहरू, विशेष गरी खाडी मुलुकमा उपस्थित महिला दिदीबहिनीहरूका कुराहरू, युवा सञ्चालनका कुराहरू, कला र संस्कृति उत्थानका कुराहरू, देश र प्रदेश बीच समन्वयका कुराहरू, विदेशी भूमिमा स्थापित हुन गर्नुपर्ने सङ्घर्षका कुराहरू, सक्षम र असक्षम बीच समन्वयका कुराहरू, नेपालीले नेपालीलाई गर्न सक्ने सहयोगका कुराहरू, नेपालमा भइपरि आउने आकस्मिक प्राकृतिक प्रकोपबाट बचाउका कुराहरू, रेमिटेन्सको सदुपयोगका कुराहरू, टुरिज्मका विकासको कुराहरू, गोर्खा आर्मीका कुराहरू, दोहोरो नागरिकताका कुरा, एनआरएनए आफैलाई राजनैतिक रङ्गले रङ्गिनबाट जोगाउनु पर्ने कुराहरू, यो चाहिँ सबभन्दा महत्त्वपूर्ण लाग्छ मलाई। अच्छा, अन्तमा भन्नुपर्दा यस सम्मेलनले युरोपवासी गैर आवासी नेपालीहरूमा मात्र सीमित नरही संसारभरि नै छरिएर बसेका नेपालीहरूको वस्तुस्थिति बुझी विदेशी भूमिमा तिनीहरूले पाउने हक अधिकार संरक्षणको अभियान प्रवर्धनमा सक्दो सहयोग पुर्याई कोसेढुङ्गा साबित हुन सकोस् भन्ने शुभेच्छा प्रकट गर्दछु। आज यसरी हामी एउटा फ्रान्सको प्यारिस, फ्रान्सको एउटा राजधानीमा यसरी हामीले जुन एक आपसमा भेटघाट गरेर हामी नेपालको चिन्तित, नेपालको बारे, नेपालका भविष्यवाणी यो जुन गर्ने मौका पाएको छ त्यो हामीलाई एउटा गौरवको कुरा पनि हो। र हामी जुनै देशमा जाँदाखेरि पनि हामीलाई एउटै मात्र चिन्ता छ, हाम्रो देशको कसरी विकास गर्ने र तर देशको विकास गर्नुभन्दा सबैभन्दा पहिला आफ्नो विकास पनि हुन अत्यन्त आवश्यक छ। मेको महिनामा हामीले रिजनल कन्फरेन्स चाहिँ अमेरिकाको ह्युस्टनमा गरेको थियौँ। त्यो बेला हामीले किन डेट चाहिँ 28 तारिक, मेको 28 तारिक हामीले रोजेका थियौँ भने नेपालको नयाँ संविधान आउँछ, त्यो संविधानको एउटा उत्सव मनाउनु पर्छ भनेर हामीले त्यो दिन फिक्स गरेको थियो। तर हाम्रो नेताहरू भनौँ नेपालका पार्टीका सम्पूर्ण नेताहरूले तर त्यो कुरा नबुझिकन त्यो संविधान त्यो दिनमा आउन नसक्दा हामीलाई एउटा दुःख लागिराखेको छ। र मलाई आशा छ यो 6 महिनाको जुन अवधि उहाँहरूले थपेर नयाँ संविधान ल्याउँछ भने उहाँले जुन वचन दिनुभएको छ पुरा विश्वास छ अवश्य पनि ल्याउनेछ। र नल्याएको खण्डमा हामी संसारमा बसेका एनआरएन 28 लाख नेपालीहरू चुप लागेर बस्नेतर्फ हामी छैनौँ। La commune de La Courneuve est une ville de la région parisienne qui a une population de diverses origines et la chance de compter parmi elles nos amis népalais de La Courneuve et de France, bien sûr, de votre association. यो नगरपालिका पेरिससँग नजिकै भएको र यो क्षेत्रमा भएको हुनाले यसको महत्त्व बेग्लै छ। यो हाम्रो विभिन्न संस्कृति र सभ्यताका जनताहरू, देश विदेशका साथीहरू बस्नुहुन्छ। त्यसमध्ये अब बिस्तारै नेपालीहरू पनि यहाँ बस्दै जानुभएको हुनाले हामीलाई गौरव लागेको छ, नगरपालिका खुसी छ। र अब फेरि आफ्नो छोटो शुभकामना मन्तव्यको लागि म एनआरएनएका प्याट्रन राम प्रताप थापाजीलाई हार्दिक अनुरोध गर्दछु। त्यो आजको भेला देख्दा तपाईहरु आज प्राय अधिकांश
सबै युरोपीय देश मात्रै होइन त्यस बाहिरबाट पनि आउनुभएका साथीहरूको जुन संलग्नता देख्दाखेरि मलाई अत्यन्त हर्ष लागेको छ र यो सम्मेलन अर्को 50औं वर्ष मात्रै होइन 127सम्म पनि चलिरहनेछ भन्ने आशा राख्दै यो सम्मेलन मलाई यसपालिक सम्मेलनमा काम गर्ने फेरि पनि मौका दिनुभएकोमा त्यसको लागि धन्यवाद दिँदै सफलताको कामना गर्न चाहन्छु। अब कीनोट स्पिचको लागि चिफ प्याट्रन डाक्टर उपेन्द्र महतोज्यूलाई म हार्दिक अनुरोध गर्छु। यो संस्थाको सुरुवात तपाईहरुको युरोपियन सहर लन्डनबाट नै सुरु भएको हो। 2003 को अक्टोबरभन्दा अगाडिको पहिलो मिटिङ हामीले लन्डनमा गरेका थियौं। त्यो ऐतिहासिक क्षण युरोपबाट सुरु हुनुपर्नेमा पनि एउटा ठूलो यसमा हाम्रो स्वार्थ छ। के स्वार्थ छ भनेदेखि हाम्रो देशलाई युरोपभन्दा बढी विकसित देश बनाउनु पर्दैछ। आफूले पाएका कमाएका बुझेका केही बुद्धिहरू केही पैसाहरूका केही भाग पुरै होइन पुरै नेपालमा लिएर जानु भने तपाईँ पनि बिग्रिनुहुन्छ नेपाल पनि बिग्रिन्छ। त्यसका केही भाग सामूहिक रूपमा नेपालको विकासमा लगाउनु पर्छ। युरोपको सुन्दर नगरी पेरिसमा आज यस एनआरएनको 4औं युरोपीय सम्मेलनको आयोजना भएकोमा मलाई गणराज्य आवास परिवारले साह्रै खुसी लागेको छ। युरोपका 19 मुलुकहरूबाट सहभागिता रहेको यस सम्मेलनको महत्त्व आफैमा स्वतसिद्ध छ। यस प्रकारका क्षेत्रीय सम्मेलनहरू आयोजना गर्दा विदेशमा बस्न गएका सम्पूर्ण नेपालीहरूले भोग्नु परेका अनेकौं समस्याहरूको विवेचनाको साथै सोको समाधानको उपायहरूको अलावा आउने दिनहरूमा गर्नुपर्ने कामहरू र अवसरका बारेमा पनि छलफल गरी कार्यनीति बनाउन सजिलो हुनेछ भन्ने मैले विश्वास लिएको छु। विदेशमा बसेका करिब 25-30 लाख नेपालीहरूलाई एक सूत्रमा बाँडेर आफ्नो देशको लागि केही गरौँ, नेपाली नेपालको लागि, नेपाली नेपालको लागि भन्ने जुन भावनाको विकास गराएको छ त्यो अत्यन्तै सराहनीय छ। एनआरएन आर्थिक तकनिक ज्ञान र पुँजीको रिजर्भर हो। यसको प्रभावकारी प्रयोग देश विकासको लागि कार्यमा हुन अति जरुरी छ। त्यसो भएमा हामी सबै नेपालीले पुँजी तथा तकनिकी ज्ञानको लागि अर्काको भर पर्ने छैन। स्वदेशी पुँजी तथा एनआरएनको पुँजी ज्ञानको सम्मिश्रणले देशमा आर्थिकको विकासको मजबुत हुनेछ। देश समृद्ध भएमा हामी जनता पनि गर्विलो हुनेछौँ। किरण केसी सभा यो औपचारिक सभा विसर्जनको लागि म आजको यस औपचारिक कार्यक्रमका सभापति क्याप्टेन हितमान गुरुङ रिजनल कोअर्डिनेटर अफ युरोपा उहाँलाई हार्दिक अनुरोध गर्दछु। सबैलाई यो मिटिङको लागि सभा बनाउनलाई के गरौँ भनी फोर नेपाली बाई नेपाली भनेर आउनुभएका सबैलाई फेरि पनि म हार्दिक हजुरहरूलाई वेलकम गर्न चाहन्छु। अनि आइदिनु भएकोमा हाम्रो होल कमिटीको तर्फबाट हजुरहरूलाई धन्यवाद दिन चाहन्छु। र लगानी भनेको के हो भने एनआरएनले गर्ने होइन। साथीहरुबाट के कन्फ्युजन नहोस् भने एनआरएनए भनेको गैर राजनैतिक नाफा नकमाउने सामाजिक संस्था हो। यसले आफै लगानी गर्न सक्दैन। साथीहरुले यसलाई अलि गम्भीर रूपमा आफ्नो इनिसिएसनमा कसैले तपाईले इनिसिएट गर्न सक्दैन हुन्छ। मैले एउटा साधारण प्रोजेक्टमा मेरो मोबाइलमा विदेशीलाई 400 मिलियन भन्दा बढी लगाउनको लागि म प्रोत्साहन गर्न सक्छु भने मेरो आफ्नो प्रोजेक्टमा त म कति ल्याउन सक्छु कति ल्याउन सक्छु। तर के हुन्छ भने त्यसबाट उपेन्द्र महतोले देश बनाउन सक्दैन जबसम्म यो 30 लाख नेपालीहरू एक भएर जाँदैनन्। व्यक्तिले मात्रै देश बनाएको कुनै पनि देश छैन। त्यसले गर्दाखेरि तपाईँ हाम्रो के छ भने हाम्रो क्याटेगोरी दुई किसिमको छ। एउटा 10,000 देखि 20,000 सम्म लगानी गर्न सक्ने। मैले 10,000 को मान्छेले 30 लाख नेपालीहरू बाहिर भन्छौं 3% पनि 10,000 रुपैयाँ निकाल्न सक्ने छैन होला। 10,000 रुपैयाँ भनेको त्यहाँ युरो भयो भने जे भयो पनि त्यो सबै ठाउँको किनभने फ्र्याङ्क रुबल किनभने रुपैयाँ भनिदिएको हो त्यो भनेको डलरै हो हैन। त्यसकारण $10,000 10,000 मानिसले ल्यायो भने 100 मिलियन त भइहाल्यो। र त्यो एकदम इजी क्याल्कुलेसन छ। र तपाईँ हामीलाई म एउटा के ग्यारेन्टी गर्न सक्छु भने साथीहरूले यदि विश्वास हो प्रोफेसनलका कुराहरू अब स्यामजीहरू पनि मबाट फेरि अब यो त अनप्रोफेसनल कुरा गर्यो भन्दैला उसले के छ भनेदेखि प्रोफेसनलमै यदि म प्रोफेसन अनुसार नै इन्जिनियरिङ पास गरेर एमबिए गर्न गएको भए अनि ठुल्ठुलो त्यो विदेशीहरूलाई हायर गरेर पहिला बिजनेस प्रोजेक्ट गरेको भए अनि त्यो पछाडि कम्पनी रेजिस्ट्रेसन गरेको भए अनि लगानी गरेको भए उपेन्द्र महतो र श्यामा एक पैसा पनि कमाउन सक्ने थिएन। चान्स आयो जति पैसा छ लगाउने उ गर्ने भनेर लगाइयो जे भए पनि अलिकता पैसा कमाइयो। त्यो के हो भने यस्तो अप्ठ्यारो बेलामा धेरै प्रोफेसनलको कुरा गर्न थाल्यो भनेदेखि कुरा बिग्रिन्छ। हेर्नुहोस् 8 वर्ष न अर्को 10 वर्ष लाग्छ।
10,000 लगानी गर्नु छैन, उसले यति कागजहरू चाहिन्छ र यति प्रश्नहरूको जवाब दिनुपर्छ भनेदेखि अरूहरू डराएर भएको छ भनेदेखि तपाईँहरूमा एउटा के विश्वास हुनु पर्यो भने यो उपेन्द्र महतोलाई अथवा जीवालाई अथवा रामबहादुरलाई अथवा श्यामबहादुरलाई $10,000 विश्वास गर्न सकिन्छ भने ल 10,000 दिने। नेपालीहरू बिग्रेको यो कलेक्टिभ इन्भेस्टमेन्टमा जुन यो ढुकुटीको कुराहरू भयो, यो विभिन्न यो एक दुईवटा चाहिँ लटरी आदि इत्यादिका कुराहरू पनि चलेको थियो। त्यसमा बिग्रेको के हो भने नेपालीहरूले राम्रो रिटर्न आउने भयो भने आफ्नो पैसा होइन, आफ्ना मित्रहरूका, आफ्ना खानदानका घर बेचेर, घरारी बेचेर, लोन लिएर सबै लगानी गरिदिन्छ। त्यस्तो मान्छेहरूलाई हामीले प्रोत्साहन गर्नु हुँदैन। हामीले लगानीमा कस्तो मान्छेले प्रोत्साहन गर्नुपर्छ भने तपाईँसँग 10,000 छ भने 1,000 मात्रै लगानी गर्नुहोस् भने एउटा क्याटेगोरी 10,000 देखि 20,000 लगानी गर्नेहरू हुन्। अर्को क्याटेगोरी भनेको जुन वैदेशिक रोजगारमा भएकाहरू छन् उनीहरूले $100, $200, $300 वार्षिकको रूपमा गर्यो भने 3 वर्ष 4 वर्ष $1,000 सम्म पुर्याउन सकोस् भने उहाँहरूको लागि पनि एउटा कार्यक्रम छ। 10,000 वालाको पनि एउटा कार्यक्रम छ। म एउटा के आजको यो सेसनबाट म एउटा साथीलाई के अनुरोध गर्न चाहन्छु भने मिनिमम रिटर्न 12% को म ग्यारेन्टी गर्छु। जसले पैसा जति छ लगाउनुहोस् 12% को रिटर्न व्यक्तिगत रूपमा जहाँ लगानी गर्ने के गर्ने म गर्छु। वास्तवमा साथीहरू हामीले जतिसुकै कुरा गरे पनि गैर आवासीय नेपालीहरूलाई नेपालमा पब्लिकले दुईटा कुराले हेर्छ। हामी त्यहाँ गएर कुरा गर्दाखेरि हामीले नेपालमा कति लगानी गर्यौँ र च्यारिटीमा के काम गरेका छौँ। जहिले पनि यो एनआरएल अभियानको सुरुवातदेखि नै एउटा इन्भल्भ भएको एक्टिभ कार्यकर्ता भएको हुनाले गर्दाखेरि मैले सुरुदेखि नै आइसिसीले मलाई जिम्मेवारी के दिएको थियो भने च्यारिटी सम्बन्धी कोअर्डिनेसन गर्ने काम दिएको थियो। यो कुराहरूमा चाहिँ हेर्छ, सोध्ने गरेको छ र यही कुरालाई मध्यनजर राखेर 2007 गैर आवासीय नेपाली सङ्घको घोषणापत्र योमा हामीले के गरेको भनेका थियौँ भनेदेखि सबै एनसिसीहरूलाई 2 वर्षको आफ्नो कार्यकालमा एटलिस्ट एउटा चाहिँ च्यारिटी प्रोजेक्ट हरेक एनसिसीले नेपालमा गरेको हुनुपर्छ भनेर चाहिँ हामीले आइसिसीले इन्स्ट्रक्सन दिएको थियो। हामीसँग अहिले 57वटा चाहिँ नि आइसिसीहरू छ, एनसिसीहरू गठन भएको छ र योभन्दा अगाडिको कार्यकालमा जम्मा 22वटा एनसिसीहरूले एडल्ट च्यारिटी प्रोजेक्ट अन्तर्गत चाहिँ कमिटमेन्ट गरेको थियो। त्यसमध्येमा पनि अझसम्म मसँग रिपोर्ट चाहिने 7-8वटा चाहिने एनसिसीहरूबाट आफूले कमिटमेन्ट गरेको प्रोजेक्टहरू अपडेट एकम्प्लिस गरेको छैन, रिपोर्ट आएको छैन। यसमा दिल्ली पनि हुनुहुन्छ, दिल्ली है जर्मनीबाट पनि मैले पाएको छैन। त्यस्तै मोस्टली युरोपको अरू कन्ट्रीहरूबाट आइसकेका छ र नआएको साथीहरूलाई योभन्दा अगाडि गरेको कमिटमेन्ट तपाईँले किनभने त्यो गरेको कमिटमेन्टहरू हामीले चौथो ग्लोबल कन्फरेन्समा एकदमै लाउडली सबै मिडियामा चाहिँ हामीले त्यो एउटा प्रोजेक्टहरू भएको छ 22वटा भनेर हामीले एनाउन्स गरेका थियौँ। तर यदि हामीले रिपोर्ट बुझाएनौँ भनेदेखि 5औं ग्लोबल कन्फरेन्समा त्यसको बारेमा हामीले बिर्से पनि नेपालमा मिडियाले एकदम हामीलाई चाहिँ राम्रोसँग फलोअप गरिरहेछ, राम्रोसँग अहिलेसम्म सपोर्ट पाएका छौँ। यदि हामीले चाहिँ त्यो कुरा नगर्यो भनेदेखि त्यो कुरा आउँछ साथीहरू। त्यसमा चाहिँ एकदमै सिरियस भइदिन म अनुरोध गर्दछु। त्यसपछि गएर यसपालिको चौथो ग्लोबल कन्फरेन्समा पनि त्यही यो डिक्लेरेसनलाई फलोअप गरेर चौथो कार्यकालको 2009-11मा पनि हरेक एनसिसीले एउटा प्रोजेक्ट एटलिस्ट त्यो चाहिने चाहे खानेपानी होस्, एजुकेसन, स्वास्थ्य अथवा अरू कुनै यो लोक कल्याणकारी कार्यमा चाहिने आफ्नो एरिया, जिल्ला, गाउँ जहाँ गरे पनि हुन्छ त्यसको चाहिने साइज अफ द इन्भेस्टमेन्ट पनि हामीले तोकेका छैनौँ। आफूलाई जति अनुकूल हुन्छ जति गर्न सकिन्छ त्यति गर्ने भनेर चाहिने आइसिसीले इन्स्ट्रक्सन दिएको छ। त्यो इन्स्ट्रक्सन अनुसार पनि अहिलेसम्म मैले पाएको जानकारी अनुसार आज सूर्यजीले यहाँबाट एनाउन्स गर्नुभयो। युकेले सधैँ चाहिँ यसमा जहिले पनि अगाडि छ, युकेले एनाउन्स गरिसकेका छ। त्यसपछि गएर रसियाले 4वटा प्रोजेक्टहरू गर्न लागेको छ, त्यसमा 2टा प्रोजेक्टको लागि फन्ड पनि उठिसकेका छ। त्यसपछि गएर डेनमार्कबाट पनि सोमजीले चाहिँ यो अक्टोबरदेखि अहिलेसम्म 4वटा प्रोजेक्टहरू गरिसकेको भनेर मलाई आज ब्रिफिङ गर्नुभएको छ। अरू साथीहरूबाट सायद तपाईँहरू अहिलेसम्म तयारीमा हुनुहुन्छ होला। अब चाहिँ आफ्नो हैसियत अनुसार सबै साथीहरूले जति सक्नुहुन्छ त्यो पैसा लगाउनुहुन्छ। किनभनेदेखि त्यो उपेन्द्रजीले साथी के भन्न छ भनेदेखि जहिले पनि यो कफिन हाइज नो पकेट, अब फिलोसफी नै त्यही हो। जति छ त्यो अनुसार च्यारिटी गरौँ, जाँदाखेरि चाहिँ लाने केही पनि छैन भनेर भन्नुहुन्छ। त्यो फिलोसफी उहाँले सिकाएको कारणले गर्दाखेरि त्यसलाई चाहिँ मनन गर्ने सबै आज आउने जुन जुनियर चाहिने जेनेरेसनले पनि त्यसको फलोअप गरेको छ। मैले सिकेको कारण त्यो सिकेको चाहिँ त्यसबाट नि एउटा यो किन चाहिँ हाइलाइट हुनुपर्ने रहेछ भन्दाखेरि त्यो एउटा इम्पोर्टेन्ट कारण हो। अर्को कुरा चाहिँ मैले अघि पनि भने नेपालमा चाहिँ तपाईँले के गर्नु भएको छैन भनेर चाहिँ सोध्नेहरूलाई पनि हामीसँग चाहिँ लिस्ट भयो भने